हो यो समस्या भयो भने चाहिँ गाइज होइन तपाईँले केही नगर्नु होला। पहिला सुरुमा पेट्रोल चेक गर्नु होला होइन। पेट्रोल पनि पास छ भने पछाडि त्यसलाई चाहिँ अरू केही नगरेर अनि यो जस्ताको त्यस्तै लगाएर चाहिँ तपाईँले चाहिँ उता गएर चाहिँ होइन यो प्लग क्याप खोल्ने होइन। यो प्लग क्याप चाहिँ यसरी निकाल्नु होला होइन। निकालिसके पछाडि चाहिँ यो प्लगमा चाहिँ यो सेल हानेर अथवा के हानेर तपाईँले यसरी करेन्ट चेक गर्नु होला। हो यसरी होइन। यो करेन्ट पनि आयो होइन, पेट्रोल पनि पास भयो, करेन्ट पनि आयो भने पछाडि यो पनि लगाउने होइन। अनि तपाईँले चाहिँ प्लग खोलेर त्यो प्लगलाई चाहिँ तपाईँले चाहिँ अर्को चेन्ज गरेर होइन त्यो आयो भने चाहिँ स्टार्ट हुनसक्छ होइन। यति गर्दाखेरि पनि तपाईँको स्टार्ट भएन भने तपाईँको कम्प्रेसर डाउन भएको हुनसक्छ अथवा कुनै पनि समस्या आएको हुनसक्छ होइन। त्यसमा चाहिँ तपाईँले मिस्त्रीले बोलाउनु पर्ने हुन्छ। सक्दो तपाईँले कोसिस चाहिँ गर्दा राम्रो हुन्छ पहिला सुरुमा है गाइज है। अर्को एउटा कुरो, प्लग रेन्चु अनि माइनस प्लस भएको पेचकस अनि एउटा प्लग चाहिँ अनिवार्य बोकेर हिँड्नु होला बाटोमा हिँड्दाखेरि है गाइज।